हेलो गाइज, आज चाहिँ हाम्रो मम्मी बाबाको 28th एनिभर्सरी अनि हामी चाहिँ आज कलर गिफ्ट एक्सचेन्ज खेल्न गइरहेको छौँ। सुरुमा कुन कलरबाट थाल्ने? पिङ्क। सुरुमा पिङ्क। पिङ्क। हामीले तर कसैलाई नदेखाइ किनेको छ। मलाई सबभन्दा सजिलो छ दुईजनालाई एकै किसिमको दिन पाएँ मैले चाहिँ उनीहरूलाई डिफ्रेन्ट किसिमको दिनुपर्ने भएको हुँदा। ल रेडी हो? रेडी 1 2 3 गो। बाबालाई किचनमा राख्ने डब्बामा नयाँ घर पनि बनाउँदैछु। 1 2 3 अभी कस्तो क्युट छ हेर्न कस्तो ल ठिक छ ल हजुरलाई यसमा कस्तो क्युट छ त। एला मलाई दुई खालको ल्याइदिसे कस्तो क्युट लग यो खोल्नै हजुरलाई यस्तो क्युट सामानहरू मनपर्छ नि त होइन? बाबालाई दिइसकेको के दि बाबालाई? ल यो सिद्धिएको यो कसको बाबालाई के दि? बाबाको ऊ त लोफा यो दियो। ए कसले देख्छ? सेकेन्ड कलर हरियो ग्रिन। हरियो 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 रेडी पार्नु रेडी हो? 3 2 1 गो। गो। हरियो आज म त लिदिदैछु। हरियो हरियो बाबालाई साबुन राख्यो जहिले गिलो हो भन्नुहुन्छ नि। मेरो यो नि हैन आलु यो हरियो होइन आलु चप्पु मन हो यो यो लिनु पनि हरियो हो। ल ठिक छ ल माने ल अनि साबुन राख्ने यस्तै चाहिन्छ। साबुन दिछे भाँडा मोल्ने त्यहाँ साबुन राख्ने भइहाल्यो। क्लिप। यो क्लिप पनि दुई खालकै मेरो यो आलु किच्ने नि आलु चप हाल्नु नि हामी कुक। मम्मीले सबै किचनको सामान अनि यो बेसिकमा यहाँ लिक्विड हाल्ने यहाँ अनि त्यहाँबाट यसरी सबै यसलाई यसो काम यो यो आलु चप पकाउने यसलाई यो मलाई चाहिँदैन यो दिनु त यो सबै मम्मीले भिडाउनु भयो। एउटा ल कति राम्रो छ त यो। अब आयो हाम्रो पर्पल है पर्पल।